हेलो साथीहरू, आज अहिले चाहिँ हामीले यो मोर्तडेला स्यान्डविचको लागि मिक्सर मोर्तडेला मिक्सर बनाउनु गइरहेको छौँ। त्यो मोर्तडेला है त। ल यसमा अब कसरी बनाउने भन्नुपर्दा यो मोर्तडेला भनेको चाहिँ अब 250 ग्राम हाल्नुपर्छ, 250 ग्राम। अनि त्यसपछि पिकल चप भनेको हामीसँग यो पिकल चप छ होइन। पिकल चप भनेको चाहिँ हाम्रो 60 ग्राम। त्यसपछि पिकल जुस हाल्नुपर्छ यो 10 ग्राम। अनि जापानिज मायोनाइज हाल्नुपर्छ हामीले 130 ग्राम होइन। यति हालेर मिक्स गर्नुपर्छ है त। अहिले जस्तै म हजुरलाई देखाउँछु कसरी प्रोसेस भनेर है। फर्स्टमा मोर्तडेला हामीले चाहिँ यो 250 ग्राम हाल्नुपर्छ होइन। मोर्तडेला 250 ग्राम भइसकेपछि अनि पिकल हाल्नुपर्छ 60 ग्राम। यो 60 ग्राम हाल्ने है। 60 ग्राम लगाइसकेपछि यो पिकलको जुस चाहिँ भनेको 10 ग्राम है त। यो 10 ग्राम भयो। अनि त्यसपछि भनेको हामीले यो सौर क्रिम है, सौर क्रिम राख्नुपर्छ। सौर क्रिम भनेको चाहिँ 130 ग्राम है त। यो 130 ग्राम। जापानिज माइज पनि 130 ग्राम है। यो भनेको सौर क्रिम। यो हामीले यो सौर क्रिम 130 ग्राम है। यो 130 ग्राम भयो। यहाँ हेर्नुहोस्। त्यसपछि भनेको जापानिज मायोनिज पनि 130 ग्राम। यो पनि 130 ग्राम राखिसकेपछि साल्ट भनेको 2 ग्राम राख्नुपर्छ ल। साल्ट पनि 2 ग्राम भयो। अब यसलाई हामीले मिक्स गरिदिनुपर्छ राम्रोसँगले होइन। यसरी सबै गरेर मिक्स गरिदिने। ल फाइनली हाम्रो यो मोर्तडेला मिक्सचर पनि भयो। यो मोर्तडेला स्यान्डविचको लागि यसै भित्र ब्रेड हुन्छ, सर्डो ब्रेड हुन्छ। त्यसपछि बिचमा यो राखेर दिने। त्यो पनि म हजुरहरूलाई कुनै दिन देखाइदिन्छु है त। हेर्दै गर्नु होला है। रेडी भइसक्यो हाम्रो यो मोर्तडेला मिक्सचर है स्यान्डविचको लागि।